एउटीका दाँत किरो लगाएर मर्न आँटेकी रहेछ, किराको दबाई दाँत भएन कानमा हाल्नुपर्छ, पत्याएनन् कसैले पनि। दाँत दुखेछ कानमा दबाई हालो भनेर पत्याएनन् क्या, कानमा दबाई हालिदिएँ। एकछिनदेखि खान छोडेछ, दाँत दुख्नु छोड्यो। भोलिपल्ट दिन बाँकी रह्यो, पर्सिपल्ट फेरि भेट भयो तँसँग। हजुरबा मेरो त दाँत दुख्न छोड्यो भने, अब दाँतको किरो मरिगयो अनि कहाँ दुख्छ त भने मैले। किरो मऱ्यो, अब तिम्रो जिन्दगी दुख्दैन भने। अनि यसो साथीतिर हेरी बिस्तारै बिस्तारै बोली, उनीहरू त्यस्ता छन्, म यहाँ छु। बिस्तारै बिस्तारै के भने, अब हजुरबालाई यसो दुःख शास्ति दिनुपर्ने, के कति दिनु हजुरबा भने। म त्यस्तो 10-20 रुपियाँ यसो द्याऊ भनिदिने क्या, त्यस्तो लोभी छुइनँ। अलिकति आधी तोला सुनिदिँदा हुन्छ भन्ने होइन।